स्वागत छ सबैजनालाई। आज म तपाईहरुले चौबन्दीको मेजरमेन्ट कसरी लिने भनेर सिकाउने छु। हामीले चाहिँ कस्टमरले लिनलाई अलि गाह्रो हुन्छ, त्यसैले चाहिँ म आज चाहिँ आफ्नो बुढीलाई चाहिँ मेजरमेन्ट गरेर देखाउने छु र उनको साइजमा म कटिङ पनि गरेर देखाउने छु। अन्तिममा लगाएर हामीले देखाउने छौं कस्तो हुनेछ। त्यसको चाहिँ कमेन्टहरु गरिदिनु होला र म अब सुरु गर्न गइरहेको छु मेजरमेन्ट लिनको लागि र अन्तिमसम्म हेरेर साथ दिनु होला। अब चाहिँ म लम्बाइ नाप्छु। सुरुमा लम्बाइ रहेको छ 21 इन्ची। तपाईले यो साइज हेरेर मेजरमेन्ट लिनु होला। अलि ठुलो साइज भएको भएर चाहिँ मैले 21 इन्ची लिएको छु। तपाईको नर्मली हाम्रो चाहिँ 19 देखि सुरु हुन्छ। अनि हामीले यसको चौबन्दीको अप्पर चेस्टलाई चाहिँ नाप्नु पर्दैन, हामीले मेन चेस्टलाई मात्र नाप्छौं। यहाँनिर 47.5 इन्ची आएको छ। अनि चाहिँ तपाईले यसरी यहाँदेखि कम्मरको भागलाई चाहिँ मेजरमेन्ट गर्नु होला। यहाँनिर 15.5 आएको छ। 15.5 मा जति आउँछ यहाँनिर कम्मर त्यति नै गर्नु होला। यहाँनिर आएको छ 40.5 इन्ची। अनि यो चौबन्दीको हल्का मेजरमेन्टमा केही न केही फरक हुन्छ। यहाँनिर हामीले काखी नाप्दाखेरि ध्यान दिनु होला। हामी काखी चाहिँ यसरी नाप्ने गर्छौं। यसरी नर्मली हामीले चाहिँ यसरी नाप्छौं, सिधै नाप्ने गर्छौं। यसरी नाप्दाखेरि तपाईको 20 देखि 20.5 इन्ची आएको छ भने अनि चाहिँ यसरी हल्का अगाडिपट्टि लिएर नाप्नु पर्ने हुन्छ। यसरी नाप्दाखेरि चाहिँ 21 इन्ची आउँछ। यो चीजलाई ध्यान दिनु होला हजुरहरुले। यहाँनिर म देखाउँछु तपाईहरुलाई हल्का चक लगाएर। यहाँनिर 21 इन्ची आएको छ। अनि तपाईले चाहिँ यो भागलाई चाहिँ ध्यान दिनु होला। यसरी यहाँनिर अनि चाहिँ यहाँबाट यहाँसम्म कति आउँछ भनेर यसलाई पनि मेजरमेन्ट गर्न सक्नुहुन्छ। यहाँदेखि यहाँसम्म 11 इन्ची आएको छ। मैले तपाईहरुलाई जुन कटिङ गरेर देखाउने छु त्यसमा तपाईले देख्न सक्नुहुन्छ। यहाँनिर चाहिँ 11 इन्ची आएको हुन्छ। अनि अन्तिममा सिलाएपछि पनि म यहाँनिर नापेर देखाउने छु 11 इन्ची आउँछ। अनि जुन यो 11 इन्चीको भाग हुन्छ यहाँनिर तपाईले चाहिँ कलर नाप्नु पर्ने हुन्छ। कलर नाप्दाखेरि चाहिँ यसरी घुमाएर नाप्नु होला। राउन्डिङमा घुमाएर नाप्दाखेरि तपाईको जुन यहाँनिर चक हुन्छ यहाँ पनि तपाईको अगाडिपट्टि आएको हुन्छ। यसले चाहिँ 28 इन्चीमा आएको छ कलर, ध्यान दिनु होला। जुन मैले 11 इन्चीको यो भाग नापेको थिएँ त्यो भाग चाहिँ 11 इन्ची उसमा यो राख्दाखेरि चाहिँ 28 इन्ची आउँछ। अनि चाहिँ यसको तिरा पनि सानो हुन्छ। नर्मली अरु कुर्ता ब्लाउजको भन्दा तिरा यसको कम हुने गर्छ। जस्तै कि हामीले यहाँनिर यो मेजरमेन्ट लिँदाखेरि हल्का थोरै अगाडिपट्टि लिएर मेजरमेन्ट लिने गर्छौं। यसरी अगाडिपट्टि लिएर लिने गर्छौं। अनि जुन जहाँनिर यहाँ फिता बस्छ तपाईले त्यहाँदेखि चाहिँ तिरा लिनु पर्ने हुन्छ। नर्मली तिरा चाहिँ हाम्रो कति हुन्छ भने तपाईको नर्मली 17 इन्ची आएको छ तिरा। अब यसलाई चाहिँ हामीले 1 देखि 1.5 इन्ची माइनस गर्नुपर्ने हुन्छ है। नर्मल तिरा भन्दा 1 देखि 1.5 इन्चीसम्म तपाईले माइनस गर्नुपर्ने हुन्छ। 15.5 इन्ची तिरा लिन्छौं हामीले चौबन्दीको। अनि चाहिँ अब तिरा सानो भइसकेपछि हामीले बाहुला पनि लामो लिनुपर्छ माथिदेखि। जस्तै हामीले नर्मल बाहुला यहाँ अलि तलदेखि नाप्छौं भने यसको तिरा कम भएको कारणले अलि माथिदेखि नाप्नु पर्ने हुन्छ। त्यसैले यहाँनिर तपाईको 24.5 इन्ची आएको छ। अनि चाहिँ तपाईले यो कप पनि नाप्दिनु होला। यहाँनिर बाहुलाको मोडी यो चाहिँ 8 इन्ची आएको छ। अनि पाखुरा पनि तपाईले यो नाप्दाखेरि पनि हुन्छ, ननापे पनि केही फरक पर्दैन। किनभने जुन हामीले आर्मल यो काखीको आर्मल नापेको हुन्छ त्यही अनुसार नै तपाईले काखी काटेपछि एकदम ठिक हुन्छ। यदि तपाईले यसको पनि मेजरमेन्ट लिनु छ भने यसलाई पनि तपाईले 1 देखि 1.5 इन्चीसम्म प्लस गर्न सक्नुहुन्छ। यहाँनिर 16 इन्ची आएको छ। मैले चाहिँ 17.5 इन्ची राखेको छु। अब चाहिँ म तपाईलाई कटिङ गरेर देखाउने छु यसको। अनि केही भागहरु चाहिँ सिलाएको पनि देखाउने छु, किनभने मैले अरु भिडियो पनि राखेको छु। त्यो चाहिँ हेर्दिनु होला। अन्तिमसम्म हेरेर साथ दिनु होला। यदि मन पर्छ भने लाइकहरु कमेन्टहरु गरिदिनु होला र सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला। नापो कसरी लिने भनेर मैले चाहिँ तपाईलाई नापेर देखाइसके। अब म कटिङ गरेर देखाउँछु। हामीले नर्मली कस्टमरले नापेर देखाउन अलि गाह्रो हुन्छ, त्यही भएर चाहिँ हामीले आफैले नापेर बनाउने कोसिस गरिरहेका छौं। हजुरले कसरी यदि सिक्नुहुन्छ भनेर हजुरले सिकाउनको लागि एकदम प्रयास गरिरहेको छु मैले। अब चाहिँ यसको मैले कटिङ गर्न सुरु गर्छु।
सुरुमा मैले यहाँनिर मुनिपट्टि सिधा लाइन लिन्छु। यसको लम्बाइ रहेको छ 21 इन्ची। 21 इन्ची लम्बाइ रहेको छ। हामीले चाहिँ 1 इन्ची प्लस गर्छौँ यसमा अनि 22 इन्ची बनाउँछौँ, किनभने हाम्रो माथिदेखि हाफ इन्ची सिलाइ जान्छ अनि त्यो मुनिबाट चाहिँ हाफ इन्ची सिलाइ जान्छ। त्यसैले चाहिँ यसमा चाहिँ मैले 1 इन्ची प्लस गरेर लिएको छु 22 इन्ची। जस्तै कि मैले अलि सानो साइजमा यहाँनिर 6 इन्ची लिएको थिएँ आर्मरको काखीको भाग भने, यसमा चाहिँ हाफ इन्ची प्लस गरेर लिन्छु, किनभने हल्का यो ठुलो साइज भएको कारणले गर्दाखेरि यसलाई चाहिँ म 6.5 इन्ची लिन्छु। अनि चाहिँ जुन हाम्रो कलर राख्ने भाग हुन्छ त्यसलाई चाहिँ म 8 इन्चीमा लिन्छु। यहाँनिर तपाईँले देख्नु भएको थियो मैले चाहिँ कम्मरको भागलाई चाहिँ 15.5 इन्चीमा लिएको थिएँ होइन। त्यसैले चाहिँ हाफ इन्ची प्लस गरेर यसमा पनि मैले 16 इन्चीमा यसरी मार्किङ गर्छु। अब यहाँनिर सेम मार्किङ गरिदिनुहोस्, चक लगाइदिनुहोस्, किनभने हामीलाई सिधा लाइन लिनको लागि सजिलो हुन्छ। तपाईँलाई मैले पहिला पनि भनिरहेको छु, यहाँनिर ध्यान दिनु होला। हामीले चाहिँ मेजरमेन्ट लिँदाखेरि सेन्टर लिनुपर्ने हुन्छ र अगाडिको पाटो चाहिँ सानो राख्छौँ है। हामीले अगाडिको पाटोलाई चाहिँ हाम्रो जति कम्मरको साइज छ त्यति नै राख्नुपर्ने हुन्छ। हाम्रो चाहिँ यहाँनिर 40.5 इन्ची आएको थियो, तपाईँले नाप्दाखेरि ध्यान दिनुभएको होला। यसलाई चाहिँ 40.5 इन्चीलाई चाहिँ हामी 2 भाग गराउँछौँ। यसरी 2 भाग गराउँदाखेरि हाम्रो चाहिँ लगभग 20 इन्ची जति आउँछ होइन। यसलाई चाहिँ हामी चाहिँ यसरी 2 भाग लगाउनु पर्ने हुन्छ। यहाँनिर तपाईँले 2 भागमा यसरी चक लगाइदिनु होला। अनि चाहिँ यसलाई चाहिँ 20 सेन्टर दिनुपर्ने हुन्छ यसरी। जस्तै कि यहाँनिर चक लगाउनु भएको छ, यसलाई चाहिँ यसरी 2 भागबाट हामीले चाहिँ फेरि 4 भाग गर्नुपर्ने हुन्छ। त्यसैले चाहिँ यसलाई चाहिँ 20 सेन्टरमा यहाँदेखि चक लगाइदिनु होला। अनि जुन हाम्रो यो 20 सेन्टरको चक आएको छ, मार्किङ आएको छ, त्यसलाई हामीले चाहिँ यहाँनिर सिधा माथि पनि त्यही सेम गरेर यहाँनिर मार्किङ गर्नुपर्ने हुन्छ, किनभने यो हाम्रो 20 सेन्टर हुन्छ। मेरो सिकाउने तरिका हल्का भिन्नै तरिका छ, ध्यान दिएर हेर्नु होला। किनभने मैले कुनै स्केलबाट सिकेको होइन, नर्मली सिकेको। त्यसैले चाहिँ तपाईँलाई मैले नर्मली तरिकाले सिकाउँछु। यहाँनिर हजुरले ध्यान दिनुभएको होला, मैले चाहिँ यो साइज अनुसारको हुन्छ। यो चाहिँ अलि ठुलो साइज भएको भएर चाहिँ अरूमा चाहिँ मैले जस्तो कि 2 इन्ची राखेको थिएँ होइन, 2.5 इन्ची राखेको थिएँ। यसमा चाहिँ हामीले चाहिँ कति राख्छौँ भने त्यस्तै 3.5 इन्ची जति राखिदिन्छौँ है, किनभने यो अलि ठुलो साइज छ। 3.5 इन्चीदेखि 3 इन्ची त्योभन्दा बढी जानु हुँदैन। तपाईँ बढी जानुभयो भने गलाले चाहिँ घाँटीले समाउँदैन अनि फिनिसिङ राम्रो देखिन्न। त्यसैले चाहिँ तपाईँले यो चाहिँ 3.5 इन्ची जतिमा राख्न सक्नुहुन्छ। यहाँनिर अब हामी तिराको पनि मेजरमेन्ट लिन्छौँ। तिरा चाहिँ हाम्रो 15.5 इन्ची रहेको छ। नर्मली चाहिँ 16.5-17 इन्ची छ, तर हामीलाई चाहिँ नर्मली भन्दा 1देखि 1.5 इन्ची सानो राख्नुपर्ने हुन्छ। तिरालाई चाहिँ ध्यान दिएर हेर्नु होला। हामीले चाहिँ यो चाहिँ 15.5 इन्ची छ। तपाईँले चाहिँ यसलाई कटिङ गर्दा हल्का बढी नै राखिदिनु होला, किनभने पछि चाहिँ सानो हुनसक्छ। किनभने हामीले यहाँनिर झार्नु पर्ने हुन्छ, सानो हुनसक्छ। त्यसैले यसलाई बढी राखिदिनुहोस्। जुन पछाडिको पाटो हुन्छ त्यसमा चाहिँ फिक्स राखिदिनुहोस्, बराबर राखिदिनुहोस्। पछाडिको पाटोमा फिक्स राख्नुभयो भने चाहिँ के हुन्छ भने तपाईँको यसलाई छाट्नलाई मिल्छ। पछि चाहिँ यसलाई यहाँनिर सिलाइ हानिसकेपछि छाट्न मिल्छ। यसलाई चाहिँ मैले 15.5 इन्ची छ, हामीलाई चाहिँ 8 इन्ची चाहिन्छ होइन सिलाइ भाग राखेर। तर हामीले चाहिँ यहाँ 9 इन्चीमा लगाउँदा पनि केही फरक पर्दैन है। ध्यान दिनु होला। थोरै बढाएर 1 इन्ची बढाएर नै राखिदिनुहोस्, किनभने पछि सजिलो हुन्छ है। अब यहाँनिर तपाईँले मेन भनेको चाहिँ यो गला लिने बेलामा चाहिँ सबभन्दा पहिला जुन गला रहेको छ 28 इन्ची है, ध्यान दिनु होला। अब यसरी तपाईँले के गर्नुपर्ने हुन्छ भने यहाँनिर यसरी घुमाएर
हामीलाई कति चाहिएको छ भन्दाखेरि 28 इन्ची 14 दुना 28 इन्ची हुन्छ हाम्रो। यहाँनिर हेर्नु होला, यहाँनिर 14 इन्ची आएको छ। यसमा हामीले चाहिँ हाफ इन्ची जति प्लस गर्नुपर्ने हुन्छ, किनभने हाफ इन्ची हाम्रो यहाँ सिलाइ जान्छ यसरी फेरि, त्यसैले चाहिँ यहाँनिर हाफ इन्ची प्लस गर्नुपर्ने हुन्छ है। अब यसलाई चाहिँ यसरी मजाले राउन्डिङ दिनुहोस् गोलाले। जस्तै कि तपाईँले यहाँनिर देख्न सक्नुभएको छ, यो राउन्डिङ लिँदाखेरि चाहिँ हाम्रो यहाँनिर आएको छ। योभन्दा यता चाहिँ हामीले हाफ इन्चीदेखि 1 इन्ची प्लस बढिराख्नु पर्ने हुन्छ। मैले तपाईँले धेरैचोटि देखाइराखेको छु, मेरो अरू भिडियोमा पनि ध्यान दिएर हेर्नु होला। यहाँनिर आएको छ लगभग तपाईँको कति आएको छ भन्दाखेरि यो 6 इन्ची समथिङ यस्तै आएको छ, लगभग 5.5 इन्ची आएको छ। हामी यसलाई चाहिँ 1 इन्ची प्लस गरेर राख्नुपर्ने हुन्छ यहाँदेखि, ध्यान दिनु होला। जस्तै कि हामीले चाहिँ यहाँनिर 5.5 इन्ची आएको छ भने हाफ इन्ची प्लस गर्नुभयो भने यतापट्टि चाहिँ तपाईँको लगभग 6.25 इन्ची आउँछ है। हाफ इन्ची प्लस गर्नु होला। हाफ इन्चीदेखि 1 इन्चीसम्म गर्दाखेरि पनि केही फरक पर्दैन है। अब चाहिँ किन भन्दाखेरि यो पछि यहाँदेखि फोल्ड हुँदाखेरि यहाँनिर एउटा तुना आउँछ, एकदम फिक्स ठाउँमा आफ्नो ठाउँमा बस्छ, त्यसैले चाहिँ यो ध्यान दिनु होला। जस्तै कि तपाईँको यहाँनिर मान्नुहोस् कि राखिदिनुहोस् 5.5 इन्ची नै राखिदिनुहोस् होइन। अब 5.5 इन्ची राखिदिनुहोस्, यता चाहिँ 6.5 इन्ची राखिदिनुहोस्, 1 इन्ची प्लस गराइदिनुहोस्। नभए आधा इन्ची प्लस गर्नुहुन्छ भने पनि केही फरक पर्दैन है। तर चाहिँ आधा इन्ची प्लस गर्नु नै पर्छ। आधा इन्चीदेखि लिएर 1 इन्चीसम्म प्लस गर्न सक्नुहुन्छ। त्योभन्दा बढी आयो भने यहाँनिर खुम्चिने समस्या आउँछ, त्यो ध्यान दिनु होला। जस्तै कि यहाँनिर 5.5 इन्ची आएको छ होइन, मान्नुहोस् कि 5.5 इन्ची आएको छ। यहाँनिर चाहिँ तपाईँले हाफ इन्ची प्लस गरेर 6 इन्चीसम्म राख्न सक्नुहुन्छ। अब चाहिँ यसलाई यसरी सिधा यहाँसम्म लाइन दिनु होला। अनि यहाँनिर तपाईँले सिलाइ भाग राख्नुपर्ने हुन्छ हाफ इन्ची जति। अनि यहाँनिर सिलाइ भाग राखिसकेपछि यसरी यहाँनिर सिधा लाइन दिनु होला, किनभने यहाँनिर पछि हामीले खर्प राख्छौँ। म फेरि पनि राम्रोसँग बुझाउँछु है। यहाँनिर हामीले राखेको छौँ नर्मली 2.5 इन्ची राख्नुपर्ने हो, हल्का ठुलो साइज भएको भएर। 3 इन्ची राख्दाखेरि पनि हाम्रो सिलाइ भाग जाँदा 7 इन्ची हुन्छ, त्यसैले अलि ठुलो हुन्छ। त्यसैले चाहिँ 3.5 इन्ची गर्दा 6.5 इन्चीसम्म जान्छ हाम्रो हाफ इन्ची सिलाइ प्लस भएर। त्यसैले चाहिँ यहाँनिर 3.5 इन्ची राखेको छु। यसरी राउन्डिङ गरेर हाम्रो गला रहेको छ कति भन्दाखेरि 28 इन्ची। ध्यान दिनु होला, यहाँनिर तपाईँले 28 इन्ची प्लस चाहिँ यहाँनिर हाफ इन्ची गर्नुपर्ने हुन्छ है। 28 इन्ची गला आइसकेपछि हाफ इन्ची चाहिँ सिलाइ भाग राखिदिनु होला। अनि चाहिँ जति यो आउँछ यतापट्टि जति आउँछ त्योभन्दा हाफ इन्ची प्लस गरेर यहाँनिर राखिदिनु होला है। अब त्यसपछि तपाईँले यो स्केल सिधा हान्न सक्नुहुन्छ। यसरी सिधा हानिसकेपछि यहाँनिर पनि सिलाइ भाग राखेर अनि चाहिँ फेरि यतापट्टि स्केल हान्न सक्नुहुन्छ। अब चाहिँ यो जुन भाग हुन्छ हाम्रो खर्पाको हुन्छ। यहाँदेखि यसलाई यसरी राउन्डिङ दिनु होला। यो हाम्रो चाहिँ सेम हुँदैन। यो दाहिने पाटो जो हुन्छ हाम्रो त्यो चाहिँ यसरी घुमेर भित्रदेखि घुमेर आएको हुन्छ, यसरी राउन्डिङ घुमेर आएको हुन्छ। पछि जुन हामीले पछि चाहिँ कलर राखिसकेपछि यसलाई चाहिँ छाड्छौँ। पहिलेलाई चाहिँ हामी नर्मली यही कटिङमा गर्छौँ, पछि चाहिँ हामीले कलर राखिसकेपछि यहाँदेखि राउन्डिङमा छाड्छौँ है। ध्यान दिनु होला। अब चाहिँ यहाँनिर आधा इन्ची जति तपाईँले यसलाई सोल्डरलाई अप गरिदिनु होला। यो ठुलो साइज भएको भएर 1 इन्चीसम्म गर्न सक्ने, आधा इन्चीबाट 1 इन्चीसम्म। नर्मली छ भने आधा इन्चीभन्दा बढी गर्दै नगर्नु होला है। यसलाई चाहिँ मैले लगभग 1.5 इन्ची जति गरेको छु। अब चाहिँ यो भइसकेको छ, यसलाई मैले कटिङ गर्छु। यो ग्यापलाई चाहिँ बुझ्नु होला तपाईँले। यो ग्याप भनेको के हो भन्दाखेरि
जुन हाम्रो यहाँनिर मैले 6.5 इन्चीमा लगाएको छु, यो 6.5 इन्चीमा चाहिँ यो हाम्रो तुना बस्छ, किनभने हाम्रो यहाँ 2 इन्ची कलर आउँछ, तुना बस्छ। यो जुन मुनिपट्टिको साइड हुन्छ यो हामीले 1.5 इन्ची प्लस गरेर मुनिपट्टि चक लगाएको हुन्छौँ। यो भाग चाहिँ पछि यहाँनिर 1/2 इन्ची गइसकेपछि अनि यहाँनिर 2 इन्चीको कलर आउँछ अनि यहाँनिर फिक्स आउँछ, ध्यान दिनु होला है। त्यस कारणले गर्दा यहाँ 2टा लाइन हुन्छ, हाम्रो चौबन्दीमा दौरामा चाहिँ यहाँ 2टा लाइन हुन्छ अनि बच्चा बच्चीको भोटोहरूमा दौराहरूमा चाहिँ 2टा लाइन हुँदैन, तर चाहिँ यो ठुलो मान्छेकोमा चाहिँ 2टा लाइन हुन्छ। यो 20 भागबाट फोल्ड गर्नुपर्ने हुन्छ, हेर्नु होला। यो चाहिँ यस्तो फोल्ड गर्दाखेरि हाम्रो चाहिँ यहाँनिर आउँछ सिलाइ अनि 2 इन्चीको हाम्रो यहाँनिर कलर आउँछ। कलर आउँदाखेरि जुन यो चोक हुन्छ, कुना हुन्छ, यहाँनिर 2 इन्चीको कलरले टक्क यहाँनिर बस्छ अनि चाहिँ हाम्रो यो खुम्चिने समस्या चाहिँ हुँदैन है, ध्यान दिनु होला। यहाँनिर मुजा पर्दैन, यो फिक्स आउँछ। अब चाहिँ यसलाई यस्तै पटाएर पछाडिको भागलाई पनि हामी यसैले कटिङ गर्छौँ। यसलाई यसरी राख्नुपर्ने हुन्छ। अगाडिको भाग चाहिँ हाम्रो फिक्स छ, जति नै हाम्रो मेजरमेन्ट छ त्यति नै बराबर हामीले राखेका छौँ। पछाडिकोबाट हामी चाहिँ सिलाइ मार्जिन चाहिँ हामीले पछाडिकोबाट लिन्छौँ है, ध्यान दिएर हेर्नु होला। यसको 40.5 इन्ची कम्मर रहेको छ। यसमा चाहिँ अब यहाँनिर तपाईँले एउटा सिलाइ भाग छोडिदिनुहोस् 1/2 इन्ची जति, अनि चाहिँ यो कति आएको छ त्यही अनुसार तपाईँले चाहिँ पछाडिबाट हाम्रो सिलाइ मार्जिन दिनुपर्ने हुन्छ। यो यहाँनिर सिलाइ भाग छोडेपछि जति आउँछ त्यहाँनिर पक्रिनुहोस् यसरी, अनि चाहिँ 40.5 इन्ची भनेपछि हामीले चाहिँ 20.5 इन्ची दिनुपर्ने हुन्छ है। यसको 2 भाग चाहिँ 20.5 इन्ची आउँछ। अनि यो 20.5 इन्ची भयो फिक्स, अनि तपाईँले फेरि यसमा 1/2 इन्ची प्लस गर्नुपर्ने हुन्छ सिलाइ भाग, ध्यान दिनु होला है। अब यो चोकबाट सिधा लाइन दिनुहोस्। अनि जुन यहाँनिर छ यो भन्दा चाहिँ तपाईँले यहाँनिर 1 इन्ची कम राखिदिनु होला है। जस्तै कि यहाँनिर लगभग हाम्रो 12 इन्ची आएको छ, ध्यान दिनु होला। यहाँनिर हामीले चाहिँ 11 इन्ची राख्न सक्छौँ है, 11 इन्ची जति राख्न सक्छौँ। 1 इन्ची माइनस गरिदिनु होला। जस्तै कि यहाँनिर 12 इन्ची आएको छ होइन, यहाँनिर चाहिँ 11 इन्ची राखिदिनु होला। हल्का 1 इन्ची भित्र राखिदिनु होला यसलाई चाहिँ। अब तपाईँले यहाँ 3.5 इन्ची राख्न सक्नुहुन्छ। अनि यहाँदेखि सिधा लाइन लिनुपर्ने हुन्छ। अब तपाईँले यहाँदेखि फेरि 2 इन्चीलाई अफ गरिदिनु पर्ने हुन्छ, सोल्डरलाई झारिदिनु पर्ने हुन्छ। यसरी 2 इन्ची सोल्डरले झारिदिनु होला। अब चाहिँ हाम्रो कति थियो भन्दाखेरि 15.5 इन्ची तिरा थियो। अब पछाडिको तिरा चाहिँ तपाईँले फिक्स राख्न सक्नुहुन्छ है। 15.5 इन्ची थियो, हामीलाई चाहिँ ल 8.5 इन्ची चाहिन्छ होइन। अब यसमा 1/2 इन्ची प्लस गर्दाखेरि तपाईँको चाहिँ 8.25 इन्ची हुन्छ है, ध्यान दिएर हेर्नु होला। अब 8.25 इन्ची हुन्छ। यसरी यहाँनिर गर्दाखेरि यो हेर्नु फिक्स आएको छ, किनभने हाम्रो यो ठुलो राखेको थियो त्यसैले चाहिँ फिक्स आएको छ। त्यसैले तपाईँले पनि अगाडिको कटिङ गर्दाखेरि पहिला ठुलो राख्नु होला, पछि चाहिँ यो सोल्डर डाउन गर्दाखेरि छाड्दाखेरि कम हुन्छ। त्यसैले ध्यान दिनु होला। अगाडिकोलाई चाहिँ जस्तै कि मैले 18 इन्चीको पल्ला राखेको थिएँ, यदि ठुलो आयो भने तपाईँले यहाँदेखि छाड्नु पनि मिल्छ होइन। यदि सानो आयो भने फेरि गाह्रो हुन्छ। त्यसैले चाहिँ यसलाई सक्दो ठुलो राखिदिनु होला, पछि छाड्न पनि मिल्छ है, ध्यान दिएर हेर्नु होला। अब चाहिँ यहाँदेखि तपाईँले
हल्का घुमाएर राउन्डिङ दिन सक्नुहुन्छ यसरी। हाम्रो यो जुन पछाडिको पल्ला चाहिँ पाटो चाहिँ ठुलो राखिन्छ, पछि हाम्रो चौबन्दीको तुना आउँदाखेरि यहाँ बाँध्दाखेरि ग्याप हल्का ग्याप रहेको हुन्छ अनि एकदम ठिक आउँछ। यो कुरालाई चाहिँ एकदम ध्यान दिनु होला है। चौबन्दीको अब हामीले यसको खर्पा कति राख्ने भनेर चाहिँ यसमा नापेपछि हामीले निकाल्न सकिन्छ। ध्यान दिएर हेर्नु होला कति ठुलो साइज निकाल्ने भनेर। तपाईँले यसरी यो एउटा भाग चाहिँ यसरी सिधा लिन सक्नुहुन्छ। ध्यान दिनु होला। अब चाहिँ जुन चौबन्दीको हामीले सुरुमा यसरी यो भागलाई नाप्नुपर्ने हुन्छ। हाम्रो यो भाग कति आउँछ त्यही अनुसारले हामीले खर्पा काट्न मिल्छ। यसको लम्बाइ रहेको छ 10.5 इन्ची। तपाईँले चाहिँ 10.5 इन्ची भनेपछि यसलाई 11 इन्चीसम्म काट्न सक्नुहुन्छ, नभए 10.5 इन्चीमै नै काट्दा हुन्छ। किनभने पछि यदि सानो ठुलो भयो भने चाहिँ तपाईँले यहाँनिर बराबर राखेर माथिबाट यहाँनिर छाट्न सक्नुहुन्छ पछि मिलाएर। ध्यान दिनु होला। जुन मैले तपाईँलाई पछि यहाँनिर यो जोइन गरेको भाग चाहिँ देखाउने छु। मैले चौबन्दी सिलाएको धेरै भिडियोहरू राखेको छु। मैले चाहिँ पुरै सिलाएको भिडियो यसको चाहिँ राख्दैन, तपाईँले अरू भिडियो हेर्न सक्नुहुन्छ। जुन मैले यहाँनिर खर्पाको बारेमा खासै जानकारी दिएको थिएन, आज चाहिँ म खर्पाको बारेमा मात्रै जानकारी दिनेछु। खर्पा चाहिँ राउन्डिङ कसरी काट्ने अनि यहाँनिर फिक्स गर्दाखेरि सानो ठुलो भयो भने कसरी मिलाउने भनेर चाहिँ यो ध्यान दिनेछु मैले। 10.5 इन्चीमा यसको लम्बाइ रहेको छ 10.5 इन्ची। ध्यान दिनु होला है खर्पाको लम्बाइ। अब चाहिँ हामीले खर्पा कति राख्ने भनेर यहाँबाट पनि मेजरमेन्ट लिन सकिन्छ। तपाईँलाई मैले पहिलाको भिडियोमा पनि देखाएको थिएँ, यसमा पनि म जानकारी दिन्छु। यहाँनिर हामीले खर्पा कति लिने भन्दाखेरि हाम्रो जुन छातीको साइज रहेको छ 47.5 इन्ची रहेको छ। ध्यान दिनु होला। यहाँनिर तपाईँले अब यो कति आउँछ त्यसलाई चाहिँ ध्यान दिनुहोस् है। यो आएको छ लगभग हामीले यहाँ सिलाइ हानेपछि हाम्रो आउँछ 10.5 इन्ची आउँछ है। यो 10.5 इन्ची आउँछ। अनि चाहिँ 10.5 इन्चीलाई यसरी 10.5 इन्चीमा समाउनुहोस्। अनि चाहिँ जुन यो भाग छ हाम्रो यो भागलाई नाप्नुहोस्। यो भागलाई नाप्दाखेरि हाम्रो कति आएको छ यहाँनिर लगभग 17 इन्ची आएको छ है। ध्यान दिनु होला। 17 इन्ची आएको छ। अब चाहिँ हामीले यसलाई चाहिँ 47 इन्ची बनाउनु पर्ने छ भनेपछि अब हामीले यसमा 47 इन्ची भनेपछि कति चाहियो भनेपछि हामीले चाहिँ 23.5 दुना 47 हुन्छ है। ध्यान दिनु होला। 23.5 दुना 47 हुन्छ। तपाईँले चाहिँ थोरै बढाएर काट्दा पनि केही फरक पर्दैन। 48 नै गराइदिनुहोस्, 1 इन्ची प्लस गरिदिनुहोस्। त्यसैले चाहिँ यहाँनिर कति आयो भन्दाखेरि यसरी बन्दा हुन्छ। तपाईँले खर्पा राख्दाखेरि 1 2 3 4 5 6 7 इन्ची आएको छ है। ध्यान दिनु होला। हाम्रो कति आएको छ भन्दाखेरि 7 इन्ची खर्पा आएको छ है। तपाईँले नाप्दाखेरि कसरी नाप लिने भनेर मैले सिकाइरहेको छु। कसरी लिने भन्दाखेरि यसरी यहाँनिर पहिला जुनलाई नाप्दाखेरि पनि हुन्छ। यसलाई नाप्नुहोस् चाहे यसलाई नाप्नुहोस्, यसरी नाप्दा हुन्छ। तपाईँले यो भाग हुन्छ। ध्यान दिनु होला। यहाँनिर पर्को भाग हुन्छ। यसलाई तपाईँले यसरी नाप्न सक्नुहुन्छ। यहाँनिर आउँछ कति आएको छ 10.5 इन्ची आएको छ होइन। अब चाहिँ यहाँनिर 10.5मा पक्रिनुहोस्। अनि चाहिँ यहाँ कति आउँछ भन्दाखेरि लगभग 17 इन्ची आउँछ है। 17 इन्ची आइसकेपछि हामीलाई चाहियो कति भन्दाखेरि 47 भनेपछि लगभग 48 राखिदिँदाखेरि पनि भयो। अब चाहिँ जति बच्छ त्यसलाई चाहिँ हामीले खर्पामा राख्नुपर्ने हुन्छ है। 1 2 3 4 5 6 7 इन्ची। अब हामीले चाहिँ 7 इन्चीको यो खर्पा राख्नुपर्ने हुन्छ है। यसको लम्बाइ रहेको छ 10.5 इन्ची। यसरी यसलाई चाहिँ यस्तो फोल्ड गरिदिनुहोस् होइन। अब यसलाई चाहिँ 10.5 इन्चीमा लिनुपर्ने हुन्छ है। यसलाई 10.5 इन्चीमा लिनुपर्छ तपाईँले। 10.5 इन्ची भएको छ।
अब चाहिँ यहाँनिर हामीले कति लिनु पर्यो भन्दाखेरि यहाँनिर हामीलाई 7 इन्ची चाहिएको छ। ध्यान दिएर हेर्नु होला, 7 इन्ची भनेपछि हामीले चाहिँ 3.5 इन्ची 3.5 इन्ची गुणा चाहिँ 7 इन्ची हुन्छ है। अब हामीले यसमा चाहिँ हाफ इन्ची सिलाइ भाग राख्नुपर्ने हुन्छ है, सिलाइ भाग राख्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हाम्रो चाहिँ यहाँनिर 3.5 इन्चीमा तपाईँले चक लगाउनुहोस् अनि चाहिँ हाफ इन्ची सिलाइ भाग राखिदिनु होला। अब चाहिँ यसलाई यसरी मार्किङ गरिदिनुहोस्। यो पनि यहाँदेखि यसलाई सिधा गराइदिनुहोस्। जुन यो पछि राउन्डिङ भाग हुन्छ यसलाई चाहिँ हामी बाउला राख्दाखेरि चाहिँ यसलाई छाट्ने गर्छौँ। यसलाई चाहिँ ध्यान दिनु होला। यसरी पछि सानो ठुलो भयो भने चाहिँ यसलाई मिलाउन सकिन्छ। तपाईँलाई मैले यहाँनिर एकचोटि फेरि यो खर्पा राखेर यसको साइज आएको छ कि नै भनेर पनि देखाउँछु। यसरी हेरिदिनु होला। यसमा चाहिँ हाम्रो 1 इन्ची सिलाइ प्लस हुन्छ, यहाँनिर खप्टिन्छ होइन। अब यहाँ पनि 1 इन्ची जति हाम्रो सिलाइ खप्टिन्छ। अब यसको मेजरमेन्ट आएको छ कि नै भनेर यसरी पनि तपाईँले मिलाएर चाहिँ यसलाई नाप्न सक्नुहुन्छ। ध्यान दिनु होला। यो चाहिँ राम्रोसँग देखेको छैन, त्यो देखाउँछु तपाईँलाई। यो हाम्रो 1 इन्ची खप्टिन्छ सिलाइ भाग। अब चाहिँ यहाँनिर यसको हामीलाई कति चाहिएको भन्दा 47 इन्ची 47.5 इन्ची चाहिएको छ। हामीले 48 इन्चीसम्म राख्न सकिन्छ है। यहाँनिर देख्न सक्नुहुन्छ तपाईँले 24 इन्ची आएको छ। 24 गुणा 48 इन्ची है, एकदम फिक्स आएको हो। अब चाहिँ मैले बाउला कटिङ गर्छु। साइज ठुलो भएको कारणले गर्दाखेरि यसमा गस सानो हुन्छ। त्यसैले यहाँनिर यसले गाँच्नु पर्ने हुन्छ। पछि जुन हाम्रो सिलाइ गरेर यसले चाहिँ गाँच्छौँ। अहिले चाहिँ मैले यसलाई यत्तिकै राख्छु। हामीले चाहिँ जुन यो भाग हुन्छ राउन्ड भाग हुन्छ यसलाई लिँदाखेरि चाहिँ यसरी लिनुपर्ने हुन्छ। तपाईँले यो बाइसेप पनि नाप्न सक्नुहुन्छ। यो बाइसेप 17.5 इन्ची छ। 17.5 इन्ची भनेपछि तपाईँको 9.5 इन्ची हुन्छ। यहाँनिर एउटा सिधा लाइन दिनुहोस् अनि चाहिँ यसको लम्बाइ रहेको छ 24.5 इन्ची रहेको छ। यसलाई चाहिँ 25.5 इन्ची 1 इन्ची प्लस गरेर यहाँ 25.5 इन्चीमा मार्किङ गर्छु मैले। अब चाहिँ तपाईँले मेन ध्यान दिनुपर्ने चाहिँ यहाँनिर हुन्छ। यहाँनिर ध्यान दिनु होला, किनभने हामीले नर्मली राख्दाखेरि अरूको चाहिँ हामीले 3.5 इन्ची 4 इन्चीसम्म राख्छौँ भने यो ठुलो साइज छ यसलाई चाहिँ 4.5 इन्ची। किन भन्दाखेरि हामीलाई चाहिँ यो राउन्डिङ जुन घुमेर जाने भाग हुन्छ त्यो चाहिँ हामीलाई ठुलो चाहिन्छ, काखीको भाग ठुलो चाहिन्छ है। ध्यान दिनु होला, किनभने जस्तै कि तपाईँको यहाँनिर मान्नुहोस् कि तपाईँले यहाँ 3 इन्ची राख्नुभयो, 3 इन्ची राख्नुभयो होइन। अब तपाईँको चाहिँ यसको बाइसेप रहेको छ 17.5 इन्ची भनेपछि हामीलाई चाहिँ 9.5 इन्ची चाहियो होइन। अब यहाँनिर आउँछ है। अब ध्यान दिनु होला, तपाईँले मेन ध्यान दिने चाहिँ यहाँनिर हुन्छ। अब यसरी तपाईँले यहाँदेखि राउन्डिङ लिँदाखेरि कति आयो हाम्रो 9.5 इन्ची आयो होइन। अब हामीले त्यसरी राउन्डिङ पर जाँदाखेरि हाम्रो कति आउँछ लगभग हेर्न सक्नुहुन्छ, किनभने हामीलाई यो भाग ठुलो चाहिन्छ नि त। त्यही भएर तपाईँले अलि ओरा राख्नुभयो भने यो राउन्डिङ ठुलो हुन जान्छ, यो मुख चाहिँ ठुलो हुन्छ है। ध्यान दिनु होला, तपाईँले यहाँनिर यसरी 3.5 इन्चीमा राख्नुभयो भने चाहिँ कम आउँछ। यहाँनिर लगभग तपाईँको 10 इन्ची आउँछ, यसले चाहिँ पुगेन, किनभने हाम्रो काखीको त लगभग
इन्ची छ होइन, 21 इन्ची, 21.5 22 इन्चीसम्म राखिदिँदा पनि हुन्छ, किनभने हामीलाई ठुलो चाहिन्छ। अब चाहिँ यसरी घुमाएर जाँदाखेरि चाहिँ लगभग 21.5 इन्ची आएको छ है, र ध्यान दिनु होला 21.5 इन्ची। अब किनभने यो राउन्डिङ ठुलो हुन जान्छ, राउन्डिङ ठुलो भएपछि हाम्रो काखीमा चाहिँ सट्टभित्र राम्रोसँग बस्छ। यो यदि ओरे भयो भने मुख सानो हुन्छ, मुख सानो भएपछि हाम्रो काखी कस दिन्छ। त्यसैले चाहिँ तपाईँले ध्यान दिनु होला, यसलाई चाहिँ ओरा राख्नुपर्ने हुन्छ है। नर्मली हाम्रो अरू कटिङको भन्दा यसमा चाहिँ हाफ इन्चीदेखि आधा इन्चीदेखि 1 इन्चीसम्म तपाईँले प्लस गरेर चाहिँ यो भागलाई चाहिँ ठुलो राखिदिनु होला। त्यस्तो भयो भने चाहिँ तपाईँको यो भाग ठुलो हुन जान्छ अनि सजिलै काखी समाउँदैन है। यो चाहिँ ध्यान दिनु होला तपाईँले। यहाँनिर 8 इन्ची रहेको छ मोडी चाहिँ। अब तपाईँले चौबन्दी चोलीको चाहिँ हामीले के गर्छौँ भने यहाँनिर सिले भाग राखिदिन्छौँ। हाम्रो जुन चौबन्दी हुन्छ त्यसमा चाहिँ हामी सिले भाग हुँदैन, बढाउने घटाउने हुँदैन, तर बाहुलामा चाहिँ राख्छौँ है। किनभने चौबन्दीमा तुनाले चाहिँ 1 इन्ची 2 इन्ची चाहिँ मेन्टेन गर्छ, तलमाथि हुन्छ। तर चाहिँ यो पाखुरा जुन कस्यो हो भने यसलाई त हामीलाई खोल्नु पर्ने हुन्छ। त्यसैले चाहिँ यसलाई तपाईँले थोरै सिलै भाग राखिदिनु होला। जस्तै कि थोरै, धेरै त्यति पनि पर्दैन, हल्का सिलाइ भाग राखिदिनु भयो भने चाहिँ पछि घटाउन बढाउन सजिलो हुन्छ है। यसलाई चाहिँ ध्यान दिनु होला तपाईँले। यो हाम्रो राउन्ड भाग हुन्छ, यसलाई चाहिँ हामीले काटेर फाल्नु पर्दैन है। जस्तै नर्मलमा हामीले यहाँनिर यसरी कटिङ गरेर फाल्छौँ भने यसलाई पर्दैन है। किनभने हाम्रो मैले अरू भिडियोमा पनि भनिरहेको छु, यहाँनिर हामीले बडी भाग काटेको हुन्छ यहाँनिर। त्यसले गर्दा यसलाई चाहिँ यसलाई छाट्नु पर्ने आवश्यकता पर्दैन। अब यो भित्रीको कटिङ चाहिँ पुरा भइसकेको छ। अब म बाहिरी कटिङ गर्छु। यो चाहिँ गज सानो छ, त्यसैले चाहिँ यसलाई एकैचोटि काट्दाखेरि गाँस पर्ने हुन्छ। मैले चाहिँ सिङ्गल कटिङ गर्छु यसलाई। ढाकामा खासै उल्टो सुल्टो हुँदैन, नर्मली हुन्छ। त्यसैले तपाईँले चाहिँ यसरी घुमाएर काट्नुभयो भने चाहिँ मजाले आउँछ कपडा। चाहिँ यसले यस्तो घुमाएर कटिङ गर्दाखेरि यो आउँछ मजाले, पाटा आउँछ यसको। बाहुलालाई पनि यस्तै तपाईँले सिङ्गल कटिङ गर्नुभयो भने यो चाहिँ बाहुलामा पनि खासै गाँस पर्दैन। यस्तै कटिङ गर्नु होला। बचेको भागबाट हामीले चाहिँ कलरहरू निकाल्छौँ। यसलाई साइडको भागबाट खर पारेर ल्याउँछ।
त्यो ठुलो साइज भएको कारणले गर्दाखेरि गस सानो भएकोले अलिक गाह्रो भएको छ। तपाईँले चाहिँ अब हामी खर्पा चाहिँ यहाँदेखि निकाल्छौँ। पछि खर्पा यहाँदेखि निस्किन्छ मजाले। यस्तो सानो गजलाई पनि तपाईँले घुमाएर मिलाएर कटिङ गर्नुभयो भने चाहिँ गाँस पर्दैन। यदि उल्टो सुल्टो छ भने त गाह्रो हुन्छ। उल्टो सुल्टो भएन भने चाहिँ तपाईँले जुन साइजबाट पनि कटिङ गर्न सक्नुहुन्छ, त्यसैले खासै समस्या हुँदैन। यो चाहिँ खर्प भयो। जुन यो बचेको भाग हुन्छ यसको हाम्रो कलर निस्किन्छ। आजको लागि कटिङ पुरा भइसकेको छ। मैले तपाईँलाई चाहिँ यसको थोरै खर्पाको बारेमा चाहिँ पछि सिलाइको बारेमा बताउने छु, ध्यान दिएर हेर्नु होला। किनभने थुप्रै भिडियोहरू मैले सिलाएको राखिसकेको छु, 2-3टा भिडियोहरू राखिसकेको छु। त्यसैले चाहिँ फेरि दोहोऱ्याइ देखाउनलाई चाहिँ अलिक गाह्रो हुन्छ। त्यसैले मैले तपाईँलाई चाहिँ जुन खर्पा, जुन बाउला जोड्ने बेलामा, खर्पा जोड्ने बेलामा तपाईँलाई थोरै देखाउने छु। त्यो भिडियोलाई पनि हेरिदिनु होला कसरी भनेर। सिलाइको भिडियोहरू धेरै 2-3टा मैले अपलोड गरिसकेको छु। खर्पा चाहिँ अलि राम्रोसँग देखाउन पाएको थिएन मैले। खर्पा र बाउला कसरी साइज, यो बगलको साइज कसरी छाँट्ने भनेर मात्र आज देखाउँछु यो भिडियोमा। खर्पा राख्दाखेरि चाहिँ यो चाहिँ दाहिने पाटोमा चाहिँ यहाँदेखि स्टार्ट गर्नुपर्छ है। सिलाइ ध्यान दिनु होला। यहाँदेखि स्टार्ट गर्छु मैले। पहिलाको चौबन्दीमा मैले चाहिँ यहाँनिर 3.5 इन्ची राखेको थिएँ। यो अलिक ठुलो साइज छ, त्यसैले मैले यहाँनिर यसमा 4 इन्ची जति राख्छु मैले। यसको कटलाई चाहिँ 4 इन्ची राखिदिन्छु, ध्यान दिनु होला। यसले चाहिँ यहाँदेखि म 4 इन्ची राख्छु कट, किनभने यो अलि ठुलो साइज छ, त्यसैले यसको कट अलि ठुलो राख्नुपर्ने हुन्छ। अब चाहिँ यो जुन खर्पा छ ध्यान दिनु होला। यो खर्पालाई चाहिँ हामी यो डेउडी भाग हुन्छ यहाँनिर, जुन यो डेउडी भागलाई चाहिँ अब यो सिधा भाग हुन्छ। यो सिधा भाग चाहिँ यसरी हामीले यहाँनिर राख्छौँ। यसलाई चाहिँ यसरी भइसकेको छ, यसरी राख्नुपर्ने हुन्छ। यदि यो खर्पा राख्दाखेरि तपाईँले ध्यान दिनुपर्ने कुराहरू के हुन्छ भन्दाखेरि, जुन खर्पा कुनै बेला ठुलो सानो आउन सक्छ है। यहाँनिर यो राख्दाखेरि चाहिँ ठुलो सानो आयो भने चाहिँ तपाईँले यो राख्नुभन्दा पहिले छाँटिदिनु होला, छाँटेर मिलाउनु होला। यहाँनिर बराबर गराएर, यदि माथि ठुलो आएको छ भने यहाँदेखि छाँट्नु होला। यो चाहिँ बराबरै आएको छ, यसलाई छाँट्नु पर्ने आवश्यकता छैन। यसलाई चाहिँ यसरी म सिलाइदिन्छु। यहाँनिर चोकमा यहाँ बराबर आएको छ, यसलाई चाहिँ यसरी सिलाइदिनु होला। यहाँनिर कट मार्नुपर्ने हुन्छ, चुट्का मारिदिनु होला। जुन यो हाम्रो दाहिने पाटो हुन्छ यसमा चाहिँ हामीले चाहिँ यो राउन्डिङ काट्नुपर्ने हुन्छ यसलाई चाहिँ। त्यसैले यो भागलाई चाहिँ हामीले यतिकै छोड्छौँ, किनकि पछि कलर राख्ने बेलामा चाहिँ यहाँदेखि यसरी राउन्डिङ काट्नुपर्ने हुन्छ। यसलाई यसरी राउन्डिङ काट्नुपर्ने हुन्छ। कलर राखेपछि मात्रै यसलाई चाहिँ त्यसरी काट्नुपर्ने हुन्छ। म त्यसको भिडियो चाहिँ तपाईँले अपलोड गरिसकेको छु। पुरै चौबन्दी सिलाएको फुल भिडियो अपलोड गरेको छु, त्यो चाहिँ हेरिदिनु होला। अनि थाहा हुन्छ हजुरले यसको बारेमा। पहिले चाहिँ मैले यो खर्पा चाहिँ कुनै बेला चाहिँ सानो ठुलो हुन्छ, अनि तपाईँले चाहिँ यदि ध्यान दिनुभएको छैन भने चाहिँ यसलाई चाहिँ ध्यान दिनु होला भनेर मात्र यो भिडियो बनाएको। अब यसले यसरी फर्काइसकेपछि यसरी कुनालाई यसरी मोडेर फर्काउनु होला। यो फर्काइसकेपछि
यहाँनिरबाट यसरी फर्काउनु भयो भने यसरी आउँछ, यसरी आएको छ। अब यसमा वरिपरि नै चाकु सिले हान्नुपर्ने हुन्छ। यसको अब यहाँनिर यदि काखी आएन भने यसलाई चाहिँ छाट्नुपर्ने हुन्छ। मैले पहिलाको भिडियोमा चाहिँ तपाईँलाई यो छाट्दाखेरि देखाएको थिएन, त्यसैले चाहिँ मैले यो भिडियो बनाएको हो। यसलाई चाहिँ ध्यान दिएर हेर्नु होला, अनि हजुरलाई सबै थाहा हुनेछ। अब चाहिँ म रोकेर यसलाई बाउला जोड्ने बेलामा देखाउँछु तपाईँहरूलाई। यो चाहिँ मैले कलरहरू राखिसकेँ, अनि यहाँनिर तपाईँले मैले नाप्दाखेरि ध्यान दिनुभएको होला सायद। यहाँनिर चाहिँ 11 इन्ची आएको थियो, 11 इन्ची नै आएको छ, हेर्न सक्नुहुन्छ। जुन काखी नाप्दाखेरि हामीले चाहिँ यसरी नाप्नुपर्ने हुन्छ। यस्तरी राख्नु होला पहिला, अनि चाहिँ जुन यो हाम्रो यो सिलाइको भाग हुन्छ, जुन यो खर्पा हुन्छ हाम्रो, यो खर्पाको भाग चाहिँ यसलाई सेन्टर बनाउनु, खर्पालाई चाहिँ सेन्टर बनाउनु पर्ने हुन्छ। सेन्टर बनाइसकेपछि माथि पनि जहाँ जान्छ त्यही नै चुड्का गरिदिनु होला, यहाँनिर एउटा चुड्का गरिदिनु होला। अनि चाहिँ यो खर्पाको भाग चाहिँ 20 सेन्टरबाट यहाँ जहाँ आउँछ त्यहाँनिर एउटा चुड्का गर्नुपर्ने हुन्छ। पहिला चाहिँ यसलाई यसरी नाप्नु होला। यदि तपाईँको सानो, यसलाई चाहिँ पहिले नछाट्नु होला, मिलाएर राख्नु होला। पछि चाहिँ सानो आउँदाखेरि चाहिँ यसले छाट्नु पर्ने हुन्छ। यदि हाम्रो काखी सानो भयो भने चाहिँ यो भागलाई चाहिँ हामीले यो खर्पाको भागलाई सेन्टर गराएर छाट्नु पर्ने हुन्छ, होइन। अहिले चाहिँ हाम्रो लगभग ठिकै आएको छ, यसलाई चाहिँ छाट्नु पर्ने आवश्यकता पर्दैन। अहिले चाहिँ यो हाम्रो बराबर आएको छ। यो जुन बाहुलाको यो बगल हुन्छ, यो भन्दा चाहिँ यो हल्का सानो हुनुपर्ने हुन्छ है, ध्यान दिनु होला। हल्का सानो भयो भने मजाले बस्छ, हल्का यसमा नम पर्नुपर्ने हुन्छ। यदि तपाईँले चाहिँ यसलाई चाहिँ ठुलो गराएर हाल्नुभयो भने मुजा पर्छ, ध्यान दिनु होला यसलाई चाहिँ। यदि तपाईँको काखीमा समस्या भयो भने यसलाई चाहिँ छाट्नु मिल्छ है, ध्यान दिनु होला। यो जुन हाम्रो खर्पा राखेको हुन्छ यसलाई छाट्नुपर्ने हुन्छ। अब चाहिँ म यसलाई सिलाउँछु, अनि इन्टरलक गरेर भित्रबाट चाँको सिलाइहाल्छु। सायद तपाईँले बुझिसक्नु भएको होला। यहाँनिर अब हामीले चाहिँ पहिला यसलाई पट्टी राखिसकेपछि यहाँनिर पहिले तुना राख्नुपर्ने हुन्छ। चौबन्दीको तुना राखेपछि बल्ल सिलाउँदाखेरि तुनालाई चाहिँ यहाँ भित्रबाट छोप्छ सिलाइले। त्यो चाहिँ सिलाइ हानेर मैले भ्याइसकेँ, यहाँ पनि चाँपको सिलाइ हानिसकेँ। यसको कलर हामीले, यसको कलरको लम्बाइ रहेको थियो, यसको 28 इन्ची रहेको थियो। अब यसलाई चाहिँ देख्न सक्नुहुन्छ, यो चाहिँ 28 इन्ची नै आएको छ। यो अब एकदम आफ्नो ठाउँमा बस्छ, तपाईँले एकदम ध्यान दिएर हेर्नु होला। यदि मेजरमेन्ट लिँदाखेरि तपाईँले सही तरिकाले लिनुभयो भने चाहिँ मजाले आफ्नो आफ्नो ठाउँमा बस्छ। अब एकचोटि हामीले लगाएर पनि देखाउँछौँ यसलाई चाहिँ कस्तो हुन्छ, हेरेर चाहिँ कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला। अब चाहिँ हाम्रो चौबन्दी पुरा भइसकेको छ। एकचोटि लगाएर हेर्छ नि यसले चाहिँ कस्तो देखिन्छ, कमेन्ट गरिदिनु होला। यदि तपाईँले अगाडिको पाटो सानो गराउनु भयो भने अहिले अगाडि पट्टि आउँछ, अनि सजिलै राम्ररी पनि देखिन्छ। यो चाहिँ ध्यान दिनु होला तपाईँले।
देख्न सक्नुहुन्छ कस्तो देखिएको छ फिनिसिङ पछाडिबाट। यदि तपाईँले यस्तै तरिकाले कटिङ गरेर बनाउनु भयो भने एकदम राम्रो हुन्छ। केही कुरो जानकारी लिनु छ भने मलाई चाहिँ कमेन्ट गर्न नबिर्सिनु होला। यो चाहिँ ध्यान दिनु होला, यसरी तपाईँले मेजरमेन्ट लिँदाखेरि यदि यो लिनुभयो भने अरूको चौबन्दीमा यो यहाँनिर हुन्छ, यति ग्याप हुन्छ अनि यो राम्रो पनि देखिँदैन, खुम्चिन्छ बाँध्दाखेरि। यो चाहिँ बाँध्दा खुम्चिन्न, एकदम राम्रोसँग मजाले बसेको छ। अन्तिमसम्म हेरेर साथ दिनुभयो तपाईँले धेरै धेरै धन्यवाद। यस्तै जानकारीको लागि हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। हस् त, धन्यवाद।